नो केबल कार भन्ने स्थानीय बासिन्दाहरूको लागि खुसीको खबर छ। ताप्लेजुङको मुकुमलुङ क्षेत्र वा पाथिबडा मन्दिरमा केबल कार बनाउने वा नबनाउने भन्ने विषयमा लामो समयदेखि विवाद चलिरहेको कुरा हामी सबैलाई थाहा छ। पाथिभरामा केबल कार बनाउने कम्पनीको विरुद्धमा त्यहाँका स्थानीयहरूले सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए र उक्त निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको छ र अदालतले ताप्लेजुङमा रहेको पाथिभरा केबल कार परियोजनाको सम्पूर्ण कार्यहरू अस्थायी रूपमा रोक्न र अर्को आदेश जारी नहुँदासम्म कुनै पनि कार्य नगरी यथास्थितिमा राख्नको लागि आदेश दिएको छ र दुवै पक्षको सुनुवाई वा छलफलको लागि यही चैत्र 26 गते अदालतले फेरि बोलाएको छ र विपक्ष पक्षलाई 15 दिनभित्रमा लिखित जवाब पेश गर्नको लागि निर्देशन दिएको छ। अब चैत्र 26 गतेको छलफल वा सुनुवाईले केबल कार बन्ने वा नबन्ने भन्ने कुरा अगाडि बढ्छ। तपाईको विचारमा पाथिभरामा केबल कार बन्न आवश्यक छ वा छैन भन्ने तपाईको प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सिनु होला।